ट्राउट माछा खान जाँदैछु साथीहरू। हाम्रो चेलीबेटीहरूसँग जम्मै चेलीबेटीहरूसँग जाँदैछु ल है। हाम्रो भ्लगमा सामेल हुनुभएको सम्पूर्णलाई नमस्कार, धन्यवाद। हुन्छ है ल। हाम्रो गुरुजीलाई पनि स्वागत छ है दिदीको भ्लगमा। उहाँ माथि जाने बित्तिकै सब्सक्राइब हान्नु पर्यो। आज यहाँ हाम्रो जति पनि दिदी पनि छ सब्सक्राइब हान्नु त सबैको मुखमा खिचिदिनु त खुसै हो। आज को आछ स्लोली एकदम स्लोली सबैलाई बाइक गर्छ। दिदी बहिनीहरू ल नमस्कार है। जान्दै पछि ध्याइयो अब आज कता जाँदैछ दिदी बहिनीहरू? अनि हाम्रो पुसाइलाई पनि एकदम स्वागत छ। भाउजी भाइजना रमाइलो भइरहेछ दिदी बहिनीहरू। सबैले हात यसो गरिदिनु त ल। कति रमाइलो कति रमाइलो ल ल। इन्जोय गर्नुपर्छ कहिले कहिले, कहिले दुःख कहिले सुख है। त्यस्तै हो जिन्दगी। मस्त रहनु, खुसी रहनु, स्वस्थ पनि रहनु। ल आज हाम्रो योजा चेलीबेटीको रमाइलो कार्यक्रम हुँदैछ गण्डकी रामपुर टाउटमा। दिदीहरू टोलिँदै हुनुहुन्छ। दिदी हजुर भदिनी नमस्कार भदिनी। ल मेरै बुढी भइहाल्यो हाम्रो शान्ति भदिनी। त्यही राखे हुन्छ पानी त्यही राख्नु भित्र पाउँछ नि जति ल आउनु ल दिदी बहिनी हो ल हाई गरिदिनु ल युट्युब च्यानल भदिनु ल हेर्नु त कति रमाइलो ल। आज हामी योजाको चेलीबेटीहरू योजाखलाको चेलीबेटीहरू आज एकदमै फुरुक्क फुरुक्क भएर आइछन् जम्मै है। दिदीबहिनीहरूसँग हिँड्न पाउँदा खुसी नै हुन्छ बिचरा, हुन नि पर्यो हो र। कहिले दुखी कहिले सुखी, कहिले हाँस्ने कहिले रुनी होइन, त्यस्तै हो जिन्दगी। भन्छ ल कति रमाइलो हो कति रमाइलो। भुर्जुङ खोलाको धुलो उडान ट्राउट माछा त सत्यनाशै गर्ने भयो आज त। ल हेर्नु साथीहरू ल आजको हाम्रो यो के भन्छ अरे ट्राउट भुर्जुङ खोलाको
ब्रेकफास्ट नास्ता खाँदैछु साथीहरू। भर्खर आइपुग्यो हामीहरू आएर यहाँ नास्ता खान लाग्छु। कह न ल सानो बसेर खाने मेरो सानोहरू। ल हाई गर्दै आथेलाई। ल स्याप्पा के हो नाम के हो बाबुहरूको? देव गुरुङ, जेम्स गुरुङ। अनि बाबुको जेन्सन। ओ कति खतरा खतरा नाम रहेछ भाइ। ल खाऊ ल खाऊ ल नानी। ल पुपुहरू खानु है। ल ल लाइभ हान्दैन त्यसको त्यहाँ डाटा अन गरेर। डाटा अन गरिदिनु त्योसँग पैसा थुप्रै छ अहिले त। ल रत्नामा गिल्चरको पहुँचे। नमस्ते। ल ल खानु खानु ल दिदीबहिनीहरू। आमा आज त दिदीबहिनीहरूसँग टक्क बसेर खान पाउँदा किसिमै रमाइलो छ है आज। ल हाम्रो दिदीहरू। ल बहिनी नानीहरू ल छिटो छिटो खानु पर्यो। अब बलियो भएर फेरि आन्तनी जानु छ घुम्न। ल ल बहिनी बिचरा बच्चाले गर्दा मेरो बहिनीले आज साडी लाउन नपाएको पनि अलिकति खल्लो भयो क्या है। ल ठिकै छ केही छैन। अर्को पालीमा चाहिँ लाउनुपर्छ है। अहिलेको पालीमा फर्स्ट भएर छुट गरिदियो। अर्को पालि यहाँ छुट हुँदैन है। साडी लाउनु पर्छ होइन। फाइन अब त फाइन लाग्छ है। ल ल ल चियर्स गरौँ ल। र मनिषा शान्ति ल इन्जोय गर है त। ल खिच्दियो नि त। ल ए यतातिरको दिदीबहिनी पो छुट्यो के हो भाइ? होइन म यता यता साइडमा मात्रै खिच्यो नि त। लु ल कतिको मिठो रहेछ चाख्नु त नानी? मिठो छ। ल ल हाम्रो दिदीबहिनीहरू आज एकदम हाम्रो यो जखलकको दिदीबहिनीहरू एकदमै रमाइलो चेलीबेटीहरू इन्जोय गर्दैछ आज ट्राउट फर्ममा आएर। ल हाम्रो पुसैको खोइ खोइ हो। ल भाइ ल सुरु गर्नु ल। लु न यो रामबो ठाउट रामबोरमा गोजा सेलिब्रेटीको रमाइलो। यहाँ पुसैलाई खाना त खतरा मिठो रहेछ। दौडेको ल माछा आँखा लगाइहाल्यो भाइ। ल चिसोहरू पनि ल्याइदिनु त भन्नु त। मिठो चाहिँ छैन हौ साथीहरू? अच्छा छ। ओ दिदीबहिनीहरू मिठो छै छैन? मिठो छैन भने कम्प्लेन गरौँ है। नमिठो नि मिठो भइहाल्छ नि है। चटनी भने सही रहेछ। मर भएको
मछली ट्राउट माछा तर म यो माछा खान्न हो यतातिर रङ्गीन माछा यो ठुल्ठुलो माछा यो चाहिँ सोको लागि रहेछ खानेवाला यो होइन यति राम्रो ठाउँ हेर्नु त साथीहरू शीतलो भइरहेछ दिदी बहिनीहरू इन्जोय गरिरहेको पर्दैन यसरी छेउमा गएर
हामी घुम्दैछ साथीहरू। बेबी पनि पायो। हामी कहाँ जाँदैछ रे अब फेरि? के भिलेज रे? इकु भिलेज रे। इकु भिलेज रे। इकु भन्देऊ न होइन सानो? हो भन्न। ल दिदी बहिनीको घुइँचोहरू आज रमाइलो भइराखेको छ ट्राउटमा। ट्राउट फर्ममा भनेको ट्राउट फर्म पो भन्दा। ट्राउट माछा अलि मन पर्दैन मलाई फेरि। म माछा नखाने नानी। लोकल भाले खाने हो। लोकल भाले। लोकल भाले जेसुकै होस् न खान्छु नि। हारा भरा बाबा नि कति राम्रो हो। ओ माथि बनाउँदै रहेछ आज पहिरो आएर चाहिँ के हो? इकु भिलेज। धी राम्रो वन हो है बुझ्यो। ल हाम्रो दिदीबहिनीहरू आज किसिमै घुम्यो गाँठे। चक्करै आउने गरी घुम्यो। ल साँच्चै हो के? ल ल स्वागत छ मेरो म कमला गुरुङको भ्लगमा। भ्लग हो है बहिनी? नमस्ते। कहाँबाट आउनुभयो तपाईँहरू? हो ल ल स्वागत छ दिदीको भ्लगमा। ल नाच्नु त। ल ल लाइक सेयर सब्सक्राइब पनि गर्नु है। लुदी अलि राम्रोसँग ए उता गयो उनीहरू त। यो हो। ल ल ठिकै छ। कति रमाइलो। हामी दिदीबहिनीहरू हो बहिनी। हामी पोखराबाट बिरौटाबाट। हजुर ए मनिषा यहाँ लाइन मिलाउ न। म यहाँ अलि लम्बुलाई पछाडि राखेर अलि होचो अगाडि आल्को पछाडि तल स्टेपमा हो 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 होइन बस्ने होइन के होचो अगाडि। ए अध्यक्ष साहब लाइन मिलाउनु न त्यहाँ। सारे दी लौ त लाइन मिलाउन पर्यो। अनि के खाना राउदी? अलि यस्तो हुन पर्ने के। ए बाबु ल ल भिडियो गर यसरी के ठ्याक्क यहीँ छ है। यो बरु माथिको सिन आओस् है। यति खुट्टा यतिको गर्नु पर्यो है। त्यसरी ठाडो नगर्नु। खुट्टा काट्यो।
त्यो रेडी छ के बाबु है खाने यही हरियो काँक्रा पर्याम पर्याम मकै बारी पर्याम पर्याम भन्ने के हो अझ तारे दाँतहरू देखाउनु है युवाहरू भनेको युवाहरू के राम्रो फोटो हान्छन् हामी बुढो मान्छेले कहाँ हान्छ युवाले नलाग्ने होइन ठिक छ
ल आइगर्नुहोस् है। कति रमाइलो है रमाइलो लाइक लाइन योभन्दा पछाडि के छ होला पुछे यहाँभन्दा पछाडि त त्यो रेस्टुरेन्ट हो के त्यसपछि माथि पिकनिक स्पोट छ भयो पार्टी के हेर्ने अब भयो है हेर्ने होइन कि फ्रन्ट मात्रै होइन अब ल खोजी छु डाँडाले छ ले राखी दोरे गन्नीला राखी छ खोजेर पुछले राखी जे होस् दामी चिज ठाउँ रहेछ यो एक दिन यसो घुम्न आउने त ल दिदीबहिनीहरू आज फ्रेस देखिएछ है जम्मैलाई राम्री राम्री फ्रेस अरूलाई नानी बेटा हेर्न कति फ्रेस देखेछ यी आज त रत्नको आमा नि हाँसेछ ल हेर दिदीहरू कति राम्री राम्री देखेछ भाइ झन् राम्रो है झन् राम्रो बारखोले झन् राम्रो लौ ट्राउट माछाको झोल ल खाने बेला भयो है साथीहरू हाम्रो ल घुमघाम गरेर अब खाना खान सुरु गरिरहेको छ साथीहरू ल है ट्राउट माछामा हामी चाहिँ ट्राउट माछा नखाने पार्टी लोकल चिकन हो ल हेर्नु को छ अब ल माछली होला नि यता त जम्मै हो खोइ चिकन आएको छैन ए आउँदैछ होला कसैहरू कहाँ बस्नुहुन्छ जता बसे नि हुँदैन यहीँ बस्नु न सुरु गरिसक्यो ल ल सुरु ल देवी ल खाऊ खाऊ मछली ट्वाक्क लाएर खाऊ है अब दाल पनि छ यी अब माछाको झोल छ कसले खाने हो दाल ल छोरा सानोहरू खाऊ ओहो हो हो ल नानीहरू ट्रक्क लाएर खानु है अब ल जय हरि ल मिठो मानेर खानु होला हजुरहरू माछा काट्नु किन्दैन हो उता दुईटा त्यहाँ जाने त्यो दुईटा भाग्नु अहिले हजुरलाई मात्रै अब हो त्यहाँबाट जानु छेउबाट यसो बिचबाट बाबुहरूले बिचरा के गर्ने त अब यहाँ हामीले नि लगायो फेरि दुखाएको अब यति पनि कति दिने हो त्यो दिएन त चाहिएको त यो त म खाने हो
के माछा माछा हो हजुरलाई हजुरलाई पुगेन नि है चारो कसको त एकजना को हरायो त नि अनि 26 वटा के एकजना हरायो त को हरायो फेरि ल है हेर्नु है अनि बच्चा त एउटा मात्रै गरेको ए एउटा बच्चाले खाएन क्या है ए पत्रो के त्यो कुनामा गएर थुप्रिएर बसे ल भिडियो अब त्यही सारे नि हुन्छ त्यसैले रासे आजि त मलाई गाली गर्छ है ल रमाइलो भयो कि भएन दिदीबहिनीहरू भनिहाल्नु एकदम रमाइलो भयो है ल फेरि पनि यसरी घुम्न आउने कि नआउने आउने हो आउने हो आउने हो अब कता जाने हो ल अब कता जाने ए बारपाक जाने रे अझै पनि ल यतिलाई रात बित्यो भनेको त्यसले छ हेर्नु जुगा लाउला त्यसलाई फेरि ल भयो भयो ल अब एकपल्ट उठेर यसरी तनाना कति अलि उता के यसरी लामो लाइन गरेर मेरो भिडियोमा कैद गर्ने के गोलो हुने कि गोलो होइन तन्किने के यो सिनहरू राम्रो खिच्ने भनेर ए सब भुँडी फुटले ओसो आनी गली कि ल हाई गरिदियो सबैले अब बाई बाई आजको भ्लग बन्द गर्ने हो यहीँ फेरि भेटौँ ल फेरि अर्को भ्लगमा भेट्ने भन्नु ल रमाइलो भयो नि बेसरी ल ल आजको भ्लग यति नै बन्द गर्न चाहन्छु ल साथीहरू बाई बाई फेरि अर्को भ्लगमा भेटौँ ल है त हेलो नमस्कार सबैजनालाई आज हाम्रो सिन्धु नल्दु माइतीहरूको समाज घरमा आज बत्ती बाल्ने कार्यक्रम छ हाम्रो बाबा झुमा बाबाको कति 1 वर्ष पुगेकोमा होइन 1 वर्ष पुगेकोमा हामी आज बत्ती बाल्ने कार्यक्रममा चेलीबेटीहरू सबै आउँदैछ साथीहरू ल हेर्नु होला सबैजनाले हजुरहरू पनि सन्चै हुनुहुन्छ होला हामी पनि सन्चै छु आज चाहिँ नयाँ समाज घरतिर यसो चेलीबेटीहरू सबै भेला भइरहेछ सबै जम्मा हुँदैछ भर्खर सुरुवात हो कोही गइसक्यो कोही आउँदैछन् साथीहरू उतै गएर भेटौँ ल है त फेरि यो हो पानीले फेरि नउराओस् ल हाम्रो माइती सिन्धु नल्दु माइतीहरूको समाज घर चाहिँ आज रमाइलो हुने भयो हेलो ओहो बाच्यो
ल हाम्रो सिन्धु नल्दुको आज बत्ती बाल्ने कार्यक्रम। नमस्कार है माइज्यू। आज हेलो ल भाग्यमानी आज पहिला त यसो भिडियो लिन्छ है। हेलो दाजुभाइहरू नमस्कार। हेलो 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 मामा। ल सबैलाई स्वागत छ है मेरो भ्लगमा। बाँच्यो बाँच्यो त नि लडे ल फेरि। नमस्कार बाबु नमस्कार। ल ल स्वागत छ है दिदीको भ्लगमा। पहिला त भिडियोमा कैद गर्न पर्यो नि बुहारीहरू। हजुर नानी खरी खरै बस्न बस्न त देऊ पहिला। त स्वागत छ है सबैजनालाई बुहारी भाउजू पार्टीहरू जम्मैलाई। हस् धन्यवाद। हेलो माइतीहरू नमस्कार भाइ नमस्कार। ढोक दिया मैले नि आशीर्वाद यहीँबाट दिदिया। ल हाम्रो माइतीहरूको समाज घर। हेलो माइतीहरू हजुर। ओहो मिठो मिठो पाकिरहेछ दाइ। ल ल ल दिदीहरूलाई पनि सन्चै हुनुहुन्छ? ल नमस्कार। ल आज हाम्रो समाज घरमा चाहिँ रमाइलो भइराखेको छ। म अंदर जान्छु है भित्र एकपल्ट। ए नानी आमचे में खै म यता यसो जान्छु नानी। ए आऊ है ल आऊ है ल स्वागत छ है छोरीको भ्लगमा। आऊ है हजुर। ल आज हाम्रो बाबाको हजुर नमस्ते माया। ए अनिता हजुर 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 सबैजनालाई दाइ नमस्कार दाइ। ल हाम्रो बाबाको आज वर्ष दिनको बत्ती बालिरहेको छ साथीहरू। बत्ती बाल्ने कार्यक्रम यो सिन्धु नल्दुमा आज सबै भेला भएको छ हामीहरू। ल दाइ ल मैले दाइलाई खिच्ने दाइले मलाई खिच्ने। हस् दाइ ल धन्यवाद। समाज घरमा आज बत्ती बाल्ने कार्यक्रम थियो र हामी भेटघाट भइरहेको छु। रमाइलो भएको छ। यो चाहिँ चेलीबेटी। नमस्ते नमस्ते सबैलाई। नमस्ते नमस्ते सबैलाई। नमस्ते। क्यामेराम्यान हाम्रो दाइलाई धेरै धेरै धन्यवाद। ल यता क्यामेरातिर हेरौँ यता। नमस्ते
यता यता क्यामेरातिर यता यता ल दिदी बहिनीहरू यता हेर्नुहोस् है ल थ्याङ्क यू उहाँलाई अगाडि भयो ल स्वागत छ है मेरो भ्लगमा वर्ष महिना मन्जु आदिहरू सबैलाई अब हाम्रो बुहारीलाई त उहिल्यै वेलकम गर्दैछु मैले पछाडि भयो चेलीबेटी हिरोनीहरूलाई अध्यक्षज्यूलाई कोषाध्यक्षज्यू सचिवज्यू यसरी हो ओ ल त दिदीबहिनीहरू अब खाली खाली भछ के हो हो त्यसरी आउनुहोस् कि त्यहाँ बालेपछि अनि टुक्कुलेमा गएर पैसा चढाउने ल अनि ढिलो नगरिकन फटाफट आमामा फ्रुटहरू कति धेरै भएको ल तै ल हाम्रो बाबाले स्वर्गमा बास होस् भगवानको काखमा होस् बिचरा सबैले बत्ती बालिदिनु भएको छ खानेकुराहरू नै ल्याइदिनु भएको छ ल जम्मै पितृहरूले बाँडेर खानुहोस् त्यसैको नानी एउटा मात्रै बाल्नु है पछाडिको पार्टीलाई राखिदिनु फेरि दुईटा बाल्न नपाई बाबाको आज वर्ष दिन पुगेको उपलक्ष्यमा यहाँ बत्ती बालेर सबैले प्रार्थना गरिदिएको छ स्वर्गमा बास होस् भगवानको काखमा बस्नु पितृहरू सबै जम्मा भएर बस्नुहोस् खानेकुराहरू सबैले ल्याइदिनु भएको छ तपाईँहरूलाई सबै हाम्रो पितृ दाजुभाइ आमा बजे बाजुहरू सम्पूर्णले बाँडेर खानु होला तपाईँहरूको बच्चाहरू परिवारहरू हामीहरूलाई आशीर्वाद दिनु होला जहाँबाट हेरिराख्नु भएको छ हजुरहरूले हामीलाई आशीर्वाद दिनु होला मामाश्रीले सब्सक्राइबै नगर्नु भएर चाहिँ मलाई अहिलेसम्म हुन्छ यो अस्ति तिजमा नि त्यसै भन्नुभयो तपाईँले कुन्नी नचिने तँले आसेर बजे सिआइमा अब बजे कति राम्रो भइराख्नु भएको हाम्रो बजे कहिले बुढी नि नहुने कति राम्री ल स्वागत छ मेरो आमा बजेलाई मेरो भ्लगमा कमला गुरुङ भ्लग हो मेरो ल ल आमा हजुर ल हुन्छ आमा बजे ल मन्जु यता नि फरक्क फर्केर जाने ल ल ल
हाम्रो ग्रुपले कसले भ्यायो ए बुझे के मेमरो यहाँ चुरखदी चुरा चुरखदी छोरीले काठुङ्गा बत्ती बनाउने यहाँ छोरीले यतिको यसरी देखेछ नि उता छोरीले देखेछ अब पालो नबिची त पालैमा आउने रहेछ खानेकुराहरू सबैले चढाउनु पर्छ सबै दिदीहरू मिलेर खानुहोस् अलिकति फोटो खिचेको हाँ?